भएका प्रमुख अतिथिज्यू, शिक्षक शिक्षिकागण, निर्णायक मण्डली अनि मेरा प्रिय साथीभाइहरू, म राधाकृष्ण सदनबाट लादे लेप्चा श्रेणी 12 कक्षा विज्ञानको छात्र आज यस चरम पोर खेलमा भाग लिन पाउँदा म आफूलाई धेरै भाग्यमानी ठान्छु। र यस चरम पोर खेलमा मेरो शीर्षक रहेको छ विद्यार्थी जीवनमा जिम्मेवारी र त्यसको महत्त्व। जिम्मेवारी र त्यसको महत्त्व। विद्यार्थी जीवन यो हरेक मानिसको जीवनको एउटा महत्त्वपूर्ण चरण हो। यस जीवनमा हामीले आफ्नो भविष्य निर्माण गर्ने गर्छौँ र यसै समय हाम्रो जिम्मेवारी बोध हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हामी विद्यार्थीहरूको सबैभन्दा पहिलो जिम्मेवारी भनेको शिक्षा ग्रहण गर्नु हो। तर किताबी ज्ञान मात्र होइन, नैतिकता, अनुशासन, एकता र समयको मूल्य बुझ्न पनि उति नै आवश्यक छ। र आज हामी धेरै विद्यार्थीहरूलाई देख्छौँ जसले आफ्नो गुरुगणको सम्मान गर्दैनन्। संस्कृतमा एउटा श्लोक छ नि, गुरु ब्रह्म गुरु विष्णु गुरुवे महेश्वर, गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुदेव। यस श्लोकमा गुरुलाई ब्रह्म यानी सृष्टिकर्ता, गुरुलाई विष्णु यानी पालनहारी अनि गुरुलाई महेश्वर यानी सहकार्तीको रूपमा भनेका छन्। अनि त्यो गुरुलाई म परम सत्य मानी म नमन गर्दछु भनेका छन्। तर आज जस प्रकारले हाम्रा विद्यार्थीहरूले हाम्रा गुरुगणको सम्मान गर्दैनन्, यो देखेर म एकदमै दुखित छु। हामी एकदमै दुखित छौँ। र आज जसरी यो संसार परिवर्तन भइरहेको छ, यो परिवर्तनले हाम्रो विद्यार्थीमाथि धेरै प्रभाव प्रकट गरिएको छ। हाम्रो जीवनमा धेरै समस्याहरूका समाधानका लागि सजिलो बनाइदिएर हामीलाई धेरै आलस्य बनाइदिएको छ। हामी आसपासका समाजमा के भइरहेका छन् हामीले बुझ्ने जान्ने चेष्टा गर्दैनौँ। र म उनी विद्यार्थीहरूलाई यही भन्न चाहन्छु कि आलस्य नबनाऊ। जीवन यो एक लक्ष्य लिएर अगाडि बढौँ, आफ्नो जिम्मेवारी लिएर अगाडि बढौँ अनि आसपासका समाजमा के भइरहेको छ त्यसमा आफ्नो भाग दियौँ अनि नराम्रो कुरोहरूको विरोध गरौँ। यदि हामी विद्यार्थीहरू राम्ररी बस्यौँ, अनुशासित बस्यौँ र देश वा राष्ट्रको उत्तरदायित्व बन्ने प्रयास गऱ्यौँ भने हामी यो समाजको त के हामी यो राष्ट्रको जिम्मेवारी नागरिक बन्न सक्छौँ। हामी यो राष्ट्रको जिम्मेवारी नागरिक बन्न सक्छौँ। र म आज नेपाली भाषामा बोल्दैछु। म अङ्ग्रेजीमा बोल्न पनि सक्थेँ तर म बोलिनँ, किनभने मलाई मेरो मातृभाषाको माया छ। म यो मातृभाषालाई सम्मान गर्छु। म यो मातृभाषालाई आदर गर्छु, मातृभाषालाई आदर गर्छु। र त्यसै कारण म आज नेपालीमा बोलेको अनि म बोल्ने रहनेछु। अनि अन्तमा म यही भन्न चाहन्छु कि विद्यार्थी जीवन सुन जस्तो हो। जति राम्रो गलायो उति राम्रो गहना बनिन्छ। र यस जीवनलाई हामी महत्त्वपूर्ण मानेर, जिम्मेवारी आफ्नो मानेर हामी विद्यार्थीहरू अगाडि बढौँ। धन्यवाद। Awesome speech. लादेन लेप्चा र आज म एक्सटेम्पोर कम्पिटिसनमा भाग लिएको थिएँ अनि मेरो चाहिँ टपिक थियो द रेस्पोन्सिबिलिटिज एन्ड ड्युटिज इन स्टुडेन्ट लाइफ। र यसको त मैले प्रिपरेसन कसरी गरेको थिएँ भन्दा चाहिँ
मैले चाहिँ अस्ति मैले लास्ट विकदेखि चाहिँ मैले प्रिपेरेसन थालेको थिएँ। मेरो टिचर्सहरूले मलाई खुबै मलाई मद्दत गर्नुभएको थियो। अनि यसमध्ये मैले धर्मबाट पनि अलिकति एक दुईवटा कुराहरू मैले खोजिकन निकालेको थिएँ। अनि त्यसले नै मलाई धेरै मद्दत गर्यो। अनि मैले आसपासमा मेरो साथीभाइलाई हेरेर मेरो आसपासको वातावरण हेरेर मैले त्यो टपिकको मैले उयो बनाएको मैले। त्यति नै थियो। मेरो स्थान चाहिँ आज फर्स्ट पोजिसन थियो इन एक्सटेम्पोर कम्पिटिसन।